लामो समयको सैनिक शासनबाट मुक्त भएको एसियाली मुलुक म्यानमार अहिले विश्वको आलोचनाको शिकार भइरहेको छ। म्यानमारको अल्पसंख्यक रोहिङ्ग्या मुस्लिम समुदायमाथि 1 महिना यता त्यहाँको सेनाले गरेको अत्याचारबाट उनीहरू आन्तरिक तथा बाह्य रूपमा विस्थापित भएका छन्। म्यानमारमा सशस्त्र सङ्घर्ष गरिरहेको त्यो समुदायका 3 लाखभन्दा बढी बङ्गलादेश पुगेका छन् भने बङ्गलादेश हुँदै नेपाल आउनेको संख्या पनि बढ्दो छ। अब ये 3-4 महीने हो गए। 3-4 यहाँ पे पहले से इधर बंदा आया हुआ है, जो एक मेरा रिश्तेदार भी है, जाफर और जीजा वो तो पहले आया था 12 में, तो उनसे कंडक्ट करके आया हूँ। त्यसो त रोहिङ्ग्याको विगत 5 वर्षदेखि नेपाल आएर शरणार्थीका रूपमा काठमाडौँको कपनमा बस्दै आएका छन्। राजधानीको कपन स्थित बालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर शरण लिइरहेका छन्। पछिल्लो द्वन्द्वले बढेका रोहिङ्ग्याहरू यति बेला कपन राम मन्दिरको वरिपरि बसिरहेका छन्। अहिले उनीहरूको संख्या झन्डै 500 पुग्न लागेको छ। शरण लिइरहेका रोहिङ्ग्याहरूका अनुसार 1 महिना अघि मात्रै शिविरमा दर्जनौं थपिएका छन्। भने पछिल्लो सङ्कटबाट तपाईँ यहाँ आउनुभयो, कसरी आउनुभयो त्यो अलिकति कुरा गरिदिनु। अब तो बर्थडे झगड़ा हो गया ना, इसलिए मैं वहाँ पर पढ़ाई नहीं कर पाती। वहाँ पर पढ़ाई करने के लिए कोई हम ये नहीं, हम तो पढ़ाई करती है, हम कोई काम तो नहीं करते, पढ़ाई करती, पढ़ाई आधा करके शुल्क चला आना। जस्तो बङ्गलादेशबाट इन्डिया छिर्दाखेरि इन्डिया पुलिसले केही गरेन? इंडिया पुलिस कुछ नहीं किया इंडिया पुलिस ने जब यहीं इंडिया बांग्लादेश में पहले कोलकाता में नहीं, यहीं कुमिला बॉर्डर है ना इंडिया, फिर इंडिया पनि आइसक्यो। फिर इंडिया बॉर्डर में अब पुलिस राजको कहाँ हो तपाईँको रोहिङ्ग्या मलाई यस्तो इन्डियाको बनाएको त पुलिसले मलाई किन आएको यहाँ यस्तो बनाएको एउटा म यहाँ हाम्रो गाउँमा त यस्तो झगडा भयो। मलाई अब पेट्रोल हाल्यो तब आगो लागेको म एकजना अब के गर्ने, बङ्गलादेश पनि केही छैन, अब के गर्ने, नेपालमा मेरो भाइसँग म जाने यस्तो भने जसरी तपाईँ चाहिँ इन्डियाबाट नेपाल जान्छु भन्दा चाहिँ इन्डियन पुलिसले केही गर्दैन, सर पठाइदिन्छ। यो पुलिसलाई के भन्नु, फेरि उसलाई के गरेको बङ्गलादेशमा फिर्कादिएको इन्डियामा आए अनि फेरि अर्को बाटोमा हिँड्यो भने जस्तो तपाईँ चाहिँ इन्डियाबाट